यो टिमले के गर्नु पर्यो भन्दा आफ्नो पालिका आफ्नो ठाउँमा चाहिँ श्रमदान गर्नै पर्यो। अर्को चाहिँ गाउँ फर्क अभियान, देश फर्क अभियान, एक पालिका 300 रोजगार भनेर हामीले यतातिर बजार ग्यारेन्टी गरिदिने र हरेक पालिकामा एउटा सङ्कलन केन्द्र भित्र नर्सरी कोल्ड स्टोर बनाएर चाहिँ किसानको उत्पादन, किन किसानलाई चाहिँ मल बिउ बिरुवा हामीसँग सब छ कि। लुम्बिनी प्रदेशका 12वटा जिल्ला छ नि त, यताको लागि जुन दिन हाम्रो सामान बिक्दैन नि हामी सुनौली गरेर सुत्दिउँ न साथी हो एक दिन है। हाम्रो किसानको तरकारी बिकेन, किसानको फलफुल बिकेन भने हाम्रो के काम छ? हामी यहाँ बसेर के गर्ने हो? उनीहरूका अधिकारका लागि, मजदुरका अधिकारका लागि, श्रमिकका अधिकारका लागि होइन, नेपालका सुरक्षाकर्मीका लागि, स्वास्थ्य कर्मीका लागि होइन, सबैका लागि, पत्रकारका लागि लगायत सम्पूर्ण नेपाली नागरिकका लागि चाहिँ हामी बोल्नुपर्ने छ, हामी लड्नुपर्ने छ। म नेता बन्नु परेन, राजुजीलाई पनि बन्नु परेन, कसैलाई पनि बन्नु परेन, तर हाम्रो रूपन्देही बन्नै पर्छ। स्वरको पहिचान, स्वरको टुक्रा जस्तो हाम्रो रूपन्देही। आज हाम्रो साथी छैनन् होइन, हामीसँग 1 कक्षामा पढेका साथी अमेरिका गए, 2 कक्षामा पढेका अस्ट्रेलिया गए, 3 कक्षामा पढेका दुबई गए। हामी कसैको दास सुन जन्मेको होइन, हामी अर्घाजीको मान्छे, हामी गुल्मीको मान्छे, हामी